यस्तो हिउँ परेको बेलामा जङ्गलमा सर्भाइभ गर्न कस्तो गाह्रो हुन्छ। यो घरमा सिरा कटेर बस्नेलाई के थाहा यो जङ्गलमा सर्भाइभ गर्नुको गाह्रो। आगो कहाँनिर बाल्नु होला भन्ने कुरो हो कि एक्लै छु। सर्भाइभ फरेस्ट सर्भाइभिङ। दाउरा त जत्तिँदो रहेछ यहाँ, दाउरा जत्तिँदैछ। चिसो पानी लिन जानु पर्यो। आगो यो फोहोर छ यो हिउँ, यो पानी त के यसको त के पानी खानु त। यहाँनिर पोखरी थियो, यो पोखरीको पानी उमालेर खायो भने त राम्रै होला भनेको, तर जमेर छ हौ। झन् बिजोको रहेछ यार। ओहो